साथीहरू सबैजना सन्चै हुनुहुन्छ होला एन्ड म पनि सन्चै छु एन्ड धेरै दिनपछि आज चाहिँ म भिडियो बनाउँदैछु हैन सो र आज सरप्राइजिङ पनि छ सो किनभने आज सरप्राइजिङ छ हैन सो कस्तो सरप्राइजिङ भन्दाखेरि चाहिँ आज चाहिँ मैले नयाँ फोन लिएको छु हैन सो आइफोन किन लिएको भन्दाखेरि चाहिँ हैन सो मैले किन फोन लिएको भन्दा चाहिँ अब मेरो यो पुरानो फोन हो हैन र यसमा चाहिँ जुन मैले भिडियो बनाउँदाखेरि चाहिँ क्वालिटी भिडियो आउँदैन हैन राम्रो आउँदैन सो त्यो कारणले मैले फोन नयाँ फोन लिएँ हैन आइफोनको फोन लिएँ किनभने आइफोन लिँदा चाहिँ आइफोनको के राम्रो लाग्छ मलाई भन्दा चाहिँ क्यामेरा हैन यसले चाहिँ क्वालिटी एकदमै राम्रो निकाल्छ र जुन क्वालिटी चाहिँ एउटा स्थिर हुन्छ क्या जुन हुन्छ नि अबको 5 वर्षपछि पनि त्यसको क्वालिटी चाहिँ राम्रो आउँछ क्या सो त्यो हो मेन सो फोन किन्दाखेरि चाहिँ मलाई चाहिँ त्यो हेर्छु हैन जुन लङ टाइमसम्म पनि त्यसको क्वालिटी चाहिँ हुन्छ नि नघटोस् त्यो हिसाबले मैले फोन किन्छु हैन जुनै पनि फोन किन्दाखेरि र मैले फोन त्यो हिसाबले पनि आइफोन चुज गरेको र त्यस्तो किन्ने मन चाहिँ थिएन मलाई अहिले हैन सो मसँग अब म अहिले यस्तो लाग्छ मलाई चाहिँ हैन सो एउटा आइफोन बोक्ने जुन एउटा मेरो त्यो योग्यता भएको छैन हैन त्यो हैसियत भएको छैन जस्तो फिल हुन्थ्यो मलाई र मैले किन्दिनँ नै भन्ने सोच्थेँ पछिको दिनमा चाहिँ म किन्छु हैन जुन मेरो दिन टाइम आउँछ त्यसपछि मैले आइफोनै लिन्छु भन्ने सोच्थेँ तर भने म अब भिडियो बनाउने भएपछि हैन कन्टेन्ट क्रिएटर भइसकेपछि चाहिँदो रहेछ क्या राम्रो फोन हुन्छ नि अनि क्यामेराको लागि नै हो हैन सो नभए मलाई अरू त मलाई त्यस्तो खासै किन्न चाहिँ आवश्यक छैन मेरो ट्याब पनि छ र फोन त अब छँदैछ हैन सेलफोन त छँदैछ सो त्यो कारणले चाहिँ मैले आइफोन किनेँ हैन सो अब आगामी दिनहरूमा चाहिँ मेरो यही आइफोनबाट नै आउँछ हैन जति पनि भिडियोहरू मैले जति पनि बनाउँछु कन्टेन्टहरू सबै मेरो यो आइफोनबाट नै आउँछ आगामी दिनहरूमा हैन र इम्प्रुभमेन्ट हुन्छ क्वालिटी पनि राम्रो आउँछ र ठाउँहरू पनि यसले चाहिँ राम्रो क्याप्चर गर्छ नि त सो त्यो हिसाबले मैले आइफोन किनेँ सो हैन सो मेरो लाइफको फर्स्ट टाइम हो यो लाखौँको फोन किनेको हैन फर्स्ट एक्सपिरियन्स हो सो फर्स्ट टाइम हो मेरो मैले हैन महँगो फोन किनेको आइफोन पनि मेरो फर्स्ट टाइम नै हो सो खुसी नै छु र खुसी छु हैन कि अब आइफोन बोक्ने एउटा क्यापेबल भएछु हैन जुन आफ्नो मेहनतले त्यो फिल एउटा चाहिँ छुट्टै छ एन्ड आई फिल ग्ल्याड मलाई खुसी लागेको छ त्यही नै हो अरू भनेको त त्यस्तो केही नै छैन अहिले मैले भिडियो बनाउन पाएको छैन किन भन्दाखेरि चाहिँ मौसम एकदमै अहिले खराब छ पानी पर्ने हैन हावा हुन्डरी चल्ने भएर कतै बाहिर निस्किनु पनि सकेको छैन क्या अहिलेको सिचुएसन त्यस्तो छ हैन यहाँको मौसम अलिकति अब चेन्ज हुन लाग्यो जाडोबाट अब गर्मी एउटा त्यो भएको कारणले चाहिँ मौसम अलिकति राम्रो छैन सो त्यो भएर पनि मैले भिडियो बनाउन पाएको छैन र अब अनि क्यामेरा पनि मेरो खासै राम्रो थिएन क्या त्यो भएर पनि मलाई कस्तो हुन्छ नि एउटा बनाउने कस्तो गिदी लागिरहेको थियो क्या सो गिदी फिल भइरहेको थियो सो अब चाहिँ राम्रो हुन्छ भिडियो पनि राम्रो हुन्छ क्वालिटी इन टर्म्स अफ क्वालिटी हैन अनि अब यो फोन भइहाल्यो क्यामेराको लागि अब एउटा गिम्बल किन्नुपर्ने छ त्यसपछि अलिकति राम्रो हुन्छ इम्प्रुभमेन्ट हुन्छ हैन त्यसपछि भनेको चाहिँ अनि एउटा गिम्बल अनि त्यसपछि मलाई चाहिने स्टफ हुन्छ नि अब चाहिने मलाई सामग्रीहरू भनेको मलाई अब यही क्यामेराको लागि यो भइहाल्यो अब गिम्बल किन्छु एउटा अनि गिम्बलसँगै एउटा माइक्रोफोन त्यसमै आउने खालको अनि त्यसपछि भनेको चाहिँ अनि मलाई पैसा चाहिने भनेको चाहिँ ट्राभल गर्नलाई हो हैन घुम्नलाई कुनै ठाउँ जानु पर्यो भने चाहिन्छ पैसा
ट्राभल गर्नको लागि होइन। सो मेरो लागि अब मलाई चाहिने भनेको अब ट्रान्सपोर्टेसन होइन, देन अब अकोमोडेसन अनि फुडिङ, त्यसको लागि एकदमै खतरा चाहिन्छ पैसा। सो ठिक छ, मैले अब होइन अब राम्रो बनाउँछु अनि यसमै म कन्सिस्टेन्टली म यसमै मिहिनेत गर्छु भनेर मैले सोचेको छु। सो अब मलाई हुन्छ नि साथ सपोर्ट गरिदिनु होला होइन। साथ सपोर्ट, हजुरहरूको साथ सपोर्ट बिना भनेको मलाई अब आई थिङ्क म जुन सोच जुन एम लिएर हिँडेको छु त्यो असम्भव छ। सो माया गरिदिनु होला। अनि त्यही नै हो होइन, अरू भनेको त अब त्यस्तै नै हो। तपाईँहरूको चाहिँ मलाई साथ सपोर्ट अनि माया देखाइदिनु भयो भने त्यसले चाहिँ मलाई एउटा हौसला, एउटा प्रेरणा मिल्छ होइन, एउटा हुन्छ नि एउटा प्रेरित हुन्छ म। सो त्यो हिसाबले अनि अरू भनेको त अब आई थिङ्क त्यस्तै नै हो होइन। सो मेरो भनेको भिडियो ट्राभल रिलेटेड नै हुन्छ होइन। सो नयाँ नयाँ ठाउँहरू जाने, नयाँ नयाँ एक्सप्लोर गर्ने, सो त्यो हिसाबले नै मेरो सोच छ। सो ठिक छ, हामी अगाडि बढ्नेछौँ होइन। लाइफ इन टर्म्स अफ जुन यात्रा छ त्यसलाई अगाडि बढाइ नै रहनेछु म। सो आई होप तपाईँहरूले मलाई माया अनि साथ सपोर्ट देखाइदिनुहुन्छ होला। सो थ्याङ्क यू। भिडियोलाई पुरा हेरिदिनु होला होइन, हेरेर माया देखाइदिनु होला अनि प्रतिक्रिया दिनु होला कस्तो खालको भिडियो बनाउनु पर्छ मैले होइन। सो त्यही नै हो अरू। थ्याङ्क यू सो मच फर एभ्रिथिङ।